आजको भ्लग स्टार्ट हुन्छ हाम्रो मेट्रो दिल्ली मेट्रोदेखि स्टार्ट हुन्छ। दिल्ली मेट्रो आज दिल्ली मेट्रो पिरागढीदेखि चाहिँ हामी जानुपर्ने थियो बहादुरगढी जाँदाखेरि चाहिँ यो सिटी सेन्टर महलमा रहेको यहाँ चेकिङ गर्दै यता हामी टिकट काट्न गयौँ। टिकट काटेपछि टिकट काट्न लागेको थियौँ। टिकट काटेपछि यतापट्टि अनलाइन कार्ड हामीसँग नभएर यता भन्यो यता छैन भन्यो अनि यतापट्टि लाइन लाग्यो। एकछिन लाइन लागिसकेपछि हामीले बहादुरगढीको टिकट भन्यौँ। बहादुरगढी चाहिँ हाम्रो त्यहाँदेखिको डिस्टेन्स चाहिँ धेरै थियो, लगभग 20-25 किलोमिटर थियो। तर टिकट 43 एकजनाको 43 थियो। 100 रुपियाँ दियो अनि 10 रुपियाँ 2 रुपियाँ चाहिँ रिटर्न गरेन। अनि त्यहाँदेखि हामी टिकट लिएर अगाडि बढ्यौँ। अगाडि बढ्दाखेरि त्यहाँ झोलाहरू त्यहाँ चेक गराएर अनि त्यहाँ भिडियो बनाउन मिल्दैन भन्दै थियो। यसो लुकेर गऱ्यौँ हामी। यहाँ अनि गेटदेखि भित्र यो ट्यागकै यो स्क्यान गरेर खुल्दो रहेछ। यतादेखि अगाडि बढ्यौँ हामी। यहाँदेखि अगाडि बढ्ने क्रममा हामी त्यो ग्राउन्ड फ्लोर त्यो चाहिँ तल अन्डरग्राउन्डदेखि चल्नेवाला तलको रेलवे चाहिँ यो चाहिँ माथि समथिङ यस्तै थियो होला। 4 फ्लोर जति माथिदेखि चाहिँ उ गर्दै हामी भर्याङदेखि बिस्तारै हिँड्दै माथि जाँदै गऱ्यौँ। त्यसपछि चाहिँ अगाडि जाने क्रममा गर्दाखेरि चाहिँ हामी चाहिँ अहिले पुग्यौँ अर्को स्टेसनको वेटिङमा बस्यौँ। त्यहाँदेखि बहादुरगढी जान्छ कि जाँदैन भनेर त्यहाँ वेटिङ गऱ्यौँ। मान्छेहरू कमै थियो। ट्रेनको पर्खाइ गर्दा मेट्रो कतिखेर आउँछ भनेर यसो हेर्दै उतापट्टि आफ्नै तालमा मान्छेहरू रमाइरहेका थिए। अनि हेर्दा वेट गर्दा चाहिँ एकछिन वेट गऱ्यौँ। अनि मेट्रो पनि आउन लाग्यो भने यो चाहिँ अर्को लाइनको मेट्रो हो है। उतापट्टि चाहिँ 2टा लेन थियो। उतापट्टिको मेट्रो चाहिँ आयो। एकदम 5 सेकेन्ड ढोका ओपन हुन्छ अनि त्यसपछि चाहिँ अटोमेटिक क्लोज हुन्छ। यस्तो सुविधा चाहिँ हाम्रो नेपालमा चाहिँ कहिले आउँछ होला जस्तो लाग्यो कि मलाई चाहिँ। तर एकदमै अनुभव गर्न पाइयो, एकदमै रमाइलो लाग्यो। 5 सेकेन्ड वेट गऱ्यो, मान्छे बस्यो, झर्यो अनि हिँड्यो। अब हामीले वेट गरेको मेट्रो चाहिँ अब आउने प्रोसेसमा थियो। हेर्दै आयो। हामी वेट गर्दा आयो। आइसकेपछि वेट गऱ्यौँ। मान्छेहरू चढ्ने चाहिँ कमै थियो। भित्र चाहिँ मान्छेहरू थियो। अब सिट पाउँछ कि पाउँदैन भन्ने कुरा हो। खुल्ने बित्तिकै भित्र गइहाल्यो हामी। भित्र जाने बित्तिकै मान्छेहरू यसो एक नजिक हुँदै मान्छेहरू त्यस्तै टाँसिरहेथे। गर्दाखेरि चाहिँ एकजना ठिक्क
ठ्याक्क उठ्नुभयो अनि मैले सिट पाएर अनि त्यो ठ्याक्क झ्यालकै छेउमा अनि इन्डियाको फ्ल्याग हाम्रो देशको फ्ल्याग कहिले यसरी चाहिँ हरेक ठाउँमा कि मैले त भन्नु खोजेको कुरा के हो भने जस्तो आफ्नो देशको राष्ट्रियता छ त्यो चाहिँ सबैमा हुनु पर्यो। अब हेर्नु यस्तो ठाउँ त्यहाँ कुनै नेसनल म्युजियमै होइन के होइन ठाउँमा के छ त यति ठुल्ठुलो झन्डाहरू ल यस्तो हुनु पर्यो हाम्रो देशमा पनि। अनि ठाउँहरू चाहिँ यस्तो फ्याक्ट्रीहरू त्यस्तै स्टेसन अर्को स्टेसन आयो अब मेट्रोको जम्मा एकछिन रोक्छ अनि मान्छेहरू चाहिँ चढ्दै गर्छ। भित्र यस्तै थियो भिडहरू उता सबै आफ्नो मस्तीमा कोही उभिएको चाहिँ भतिजो ऊ र म सँगै यात्रा गरिरहु दोस्रो मेट्रो उताबाट गयो अनि हेर्दा अर्को मेट्रो पनि आयो आउँदै जाँदै गरिरहेको हुन्छ कि त्यो त केही उयो हुँदैन ठाउँहरू त्यस्तै राम्रो। अर्को स्टेसनमा पुग्यौँ हामी पुग्न लाग्यौँ अब अर्को स्टेसनमा हामी पनि अर्को मेट्रो उतापट्टि चाहिँ हिँडिसक्यो एकछिन रोकिन्छ अनि हिँडिहाल्छ। अब हाम्रो स्टेसन नि एकछिन पछि आउँछ। बाहिरको ठाउँहरू हेर्नु विकास यदि देश बलियो छ सरकार राम्रो छ भने विकास गर्न ठुलो कुरा नै होइन। अब हाम्रो देशमा भनेको सबै आफूले मात्र हेर्ने आफ्नो मात्र हेर्ने हुन्छ अनि जनता र देशको लागि गर्ने चाहिँ 0% छ। कसरी देशको विकास अगाडि बढ्छ त? मेट्रोहरू आएको छ गएको छ केही उही छैन कि यो नि टप फ्लोर माथिदेखिको हो यो चाहिँ बाहिरको सिन जति देखिन्छ यसो कतिखेर देखाइरहेको छु मैले है। ल हेर्नु विकास हेर्नु यता मेट्रो स्टेसन छ तलपट्टि गाडी छ फ्लाइओभर ब्रिज छ अर्को ट्रेनहरू तल चलिरहेको छ गाडीहरू त्यस्तै छ। ल हेर्नु त जुम गरेर देखाएको छ कहिले हुने कि हाम्रो देशमा चाहिँ यस्तो कहिले यति स्पिडमा गइरहेको छ। फ्याक्ट्रीहरू हेर्नु काम गर्ने मान्छेहरू हेर्नु कति धेरै हो फ्याक्ट्रीहरू कति धेरै हो। हेर्नु ठाउँको नाम त ठ्याक्कै थाहा भएन तर बाहिरको दृश्य चाहिँ राम्रो थियो। ट्रेन नि त्यति नै स्पिडमा कुदिरहेको थियो। अब हाम्रो स्टेसन नि आउने थियो यसो ब्याक क्यामेरा गरेर हेरेको छेउमै बस्नु भएको थियो। अब ढोका क्लोज हुन्छ क्लोज भयो अब जान्छ। ल गइसक्यो ल उतापट्टि अर्को मेट्रो छ मान्छेहरूको भिड हेर्नु त हतार हेर्नु ल
कति हतार सब आफ्नो आफ्नो काममा आफ्नो आफ्नो जिम्मेवारी पुरा गर्न हिँडेछ, नाच्छन्, गाछ, कसैलाई कोहीसँग मतलब छैन कि। हो अनि हामी एकछिन वेट गर्ने भनेर यतापट्टि उभियौँ। हामी आफ्नो जानुपर्ने ठाउँ बहादुरगढ सिटीमा पुगिसकेका थियौँ, माथि रेलवेमा। त्यहाँदेखि उत्रेर अब उनीहरूलाई जान दिउँ भनेर एकछिन हामी चाहिँ त्यहीँ बसिराख्यौँ। थ्याङ्क यू सो मच अल यतिसम्म हेरेर साथ दिनुभएकोमा है सबैजना।